ओ माई गॉड शिट ओहो हो के भएको छ त अर्को पनि तपाईहरु खाए हजुरले देख्न सक्नुहुन्छ यो खुर्सानी यति धेरै पिरो छ कि अगबारै खुर्सानी हो उहाँले पुरै फेसमा पनि लगाइसक्नु भएको छ उहाँसँग बस्दाखेरि मेरो हालत खराब भइसक्यो म पुरै पिरोले त्यो आवाजै ननिस्केला जस्तो पनि भइसकेको छ मलाई तर उहाँमा भएको ट्यालेन्ट चाहिँ यही हो पनि पोलेको छैन हाम्रो त रियाक्सनै हुन्छ कि जस्तो कि फेसमा अलिकति पिरो खाँदाखेरि पुरै रातो पिरो हुने हाम्रो कस्तो बानी हुन्छ उहाँलाई अहिलेसम्म फेसमा पनि त्यस्तो केही चेन्ज देखाएको छैन म यहाँ बस्दा मलाई एकदमै धेरै गाह्रो भइरहेको छ कस्तो छ खुर्सानी पिरो छैन खुर्सानी खाएर केही असर पर्ला कि केही होला कि भनेर उसलाई अप्ठ्यारो पर्ला कि भनेर प्रोग्राम क्यान्सल गरेको पनि प्रवीण चाहिँ किस्सा छ होइन त तपाईँसँग सुनाउनुहोस् त्यो किस्सा के हो खासमा यस्तो कुनै ठाउँमा चाहिँ कस्तो भयो भने अब त्यो कन्फर्म भइसक्यो यति गादै आउनु यति सबै कुरो कन्फर्म भइसक्यो पछि बिचमा के हुन्छ भने त्यहाँ समितिहरू पछि सल्लाह गरेरै अनि तलमाथि भयो अब केही भयो भने हामीलाई अप्ठ्यारो पर्छ भनेर उहाँहरूले क्यान्सल गर्नुभयो पर्दैन म अब कागज गरेर म आफै गएर आफै जिम्मा बसेर कोही व्यक्ति मेरो आफन्त राखेर म एउटा कागज बनाउँछु म बस्छु भन्दा नि क्यान्सल गरेर मान्नुभयो उहाँहरूले एचटिसी मिडिया सञ्चार क्षेत्रमा नयाँ आयाम। नमस्कार दर्शक स्वागत छ यहाँलाई एचटिसी मिडियामा आज हामी चाहिँ नयाँ प्रसङ्ग जोडेर यहाँसँग जोडेका छौँ आज हामीसँग हुनुहुन्छ प्रवीण स्याङ्बो तामाङजी हुनुहुन्छ उहाँ सिन्धुली बासिन्दा साथसाथै अहिले कामको सिलसिलामा काभ्रे बस्नुहुन्छ उहाँको खुबी चाहिँ सबैले हेरिसक्नु भएको छ उहाँले चाहिँ जस्तो पनि पिरो खुर्सानी म खान सक्छु मैले योभन्दा अगाडि 1 केजीसम्म क्वान्टिटीमा खुर्सानी खाइसकेको छु भन्नुभएको छ उहाँको सोच भनेको हजुरको सोच भनेको हामीले एचटिसी मिडियामा स्वागत गऱ्यौँ प्रवीण दाजुलाई धन्यवाद हजुरको सोच भनेको चाहिँ यसमा वर्ल्ड रेकर्ड कायम गर्ने हो हजुर वर्ल्ड रेकर्डको लागि यो खुर्सानी खाने पहिलो व्यक्ति भनेर प्रवीण तामाङको नाम आओस् भनेर हजुरले रेकर्ड चाहिँ राख्ने मन भएर चाहिँ यो खुर्सानी खानलाई कसरी सम्भव भयो पहिलोचोटि कसरी थाहा भयो उसलाई यो म सानै बच्चादेखि अब दाइहरूसँग खाना खाँदा भात खाँदाखेरि दाइहरूले 2-3 एउटा खान नसक्ने मैले 4-5वटा खाइदिन्थेँ क्या बच्चाकै बेलामा अनि मैले जति खाने पिरो नहुने अलिअलि तितो टाइप हुन्थ्यो त्यो बेला दाइहरू चाहिँ कति मसँग च्यालेन्ज खेल्थ्यो कि दाइहरूले चाहिँ त्यो बेला सानो बच्चा हुँदाखेरि भनेपछि तपाईँसँग यो 7 वर्षको उमेरमा च्यालेन्ज गरेर चाहिँ यसको क्यापेसिटी हजुरले त्यो पिरो भएको थाहा नपाउनु भएको कि पहिलेदेखि केही पनि थाहा नै हुँदैन पिरो भएको मलाई त्यो बच्चैदेखि पिरोको स्वादै छैन कि खोर्सानी कस्तो पिरो हुन्छ स्वादै थाहा छैन खोर्सानी ए अनि यो सब्जीहरू खाँदाखेरि पनि यो यसको तरकारीको केही थाहा नै हुँदैन यो खोर्सानीको टेस्टै छैन अहिलेसम्म ए ठिकै छ तपाईँले यो अनि अहिलेसम्म कति खुर्सानी खाएको भिडियोहरू पनि हामीले देखिरहेको थियौँ अनि कस्तो कस्तो खाले खुर्सानीहरू खानु भएको छ अहिलेसम्म मैले अहिलेसम्म यो डल्ले खोर्सानी गाउँघरमा हुने त्यो बोगे खोर्सानी भन्छ कि ज्यानमार खोर्सानीहरू धेरै किसिमको हुन्छ लोकल गाउँघरमा अनि यो बजारतिर आउनु भन्दा नि धेरै पिरो हुन्छ अरे भन्छ तर मलाई चाहिँ अहिलेसम्म मासुसी भएको छैन त्यस्तो अनुभव पनि भएको छैन पिरोको अनि मैले एउटा चाहिँ इन्डियाको यो मलाई लाग्छ विश्वको भन्दा नि एसियाकै होला सायद एउटा राँगी खोर्सानी भन्दो रहेछ त्यसलाई विश्वकै अब राजा खोर्सानी भनेर चिनिँदो रहेछ अनि त्यो एउटा खोर्सानी चाहिँ कस्तो भन्दाखेरि एउटा राँको सिङ्गाले पुग्छ अरे क्या अनि त्यो खोर्सानी पनि खाएर आँखामा पनि दलेछ क्या एउटा प्रोग्राममा गएको एउटा प्रोग्राममा जाँदाखेरि एउटा खोर्सानीले 1000 रुपियाँ तिरेर लिएर आएको अरे क्या अनि त्यो पनि खाइदिएँ अनि पछि गएर मैले पूर्व इटारी गएर चाहिँ अनि एउटा भिडियो बनाएँ कि एउटा पत्रकार दाइसँग अब चिन्जान पनि अलिअलि भएको थियो त्यो दाइसँग म यस्तो भिडियो बनाउन लगाएर दाइ मेरो युट्युबको लागि कन्टेन्ट बनाउने हुन्छ आउनु भन्नुभयो कि दाइले उहाँ गएर बनायो अनि त्यो बेला दाइ ठ्याक्क इन्डियन नागाल्यान्ड जानुभएको थियो नागाल्यान्ड जाने बेला 1 केजी लिएर आउनु लगायो अनि दाइले पछि खानलाई अब राखेर मलाई 10-15 हजार दियो क्या भिडियोमै छ अब युट्युब च्यानल मेरो प्रवीण स्याङ्बो तामाङमा अनि त्यो भिडियो हाल्यो अनि त्यो भिडियो हाल्दाखेरि चाहिँ ठिकै भ्युज पुग्यो अब एक दिनमै 12 घन्टामै त्यो 10-15 हजार भ्युज पुगेको थियो अहिले लगभग पुग्यो होला 55 हजार हाराहारी पुग्यो होला अनि यो कसरी सम्भव भयो अहिले तपाईँले जस्तो कि अब मुखमा त खानाको टेस्ट थाहा भएन होइन खुर्सानीको टेस्ट थाहा भएन तर ज्यानमा पनि त हामीलाई त एकछिन खुर्सानी छुने बित्तिकै भतभती पोल्छ नि तपाईँले त्यो पनि हुँदैन रहेछ कसरी अनि त्यो आँखातिर लगाउनु भएको छ पुरै होइन पुरै फेसमा लगाउनु भएको छ त्यसले केही इफेक्ट गर्दैन पछि फेरि मलाई त्यस्तो के हुँदैन त्यो पिरोको अनुभवै छैन कि अहिलेसम्म त्यस्तो महसुस छैन अनि यति धेरै खुर्सानी खाइरहँदाखेरि पछि गएर हेल्थ इस्युमा जस्तो कि हामीलाई त भित्र त हुन्छ नि त कति प्रब्लम रोगहरू लागिरहेको हुन्छ यति धेरै खुर्सानी खाँदाखेरि तपाईँले प्र्याक्टिसको लागि खाँदा पनि कन्टेन्टको लागि खाँदा पनि कुनै ठाउँमा जाँदाखेरि प्रोग्राममा खाँदा पनि तपाईँले यो साइड इफेक्ट गर्छ जस्तो लाग्दैन मलाई त्यस्तो त केही लाग्दैन अहिलेसम्म भएको छैन जब तपाईँले 1 केजी खुर्सानी खानुभयो तब त्यो खुर्सानी खाँदा चाहिँ केही गाह्रो हुने अप्ठ्यारो हुने भएको भएन अहिलेसम्म त्यस्तो के महसुसै छैन मलाई अनुभवै छैन पिरोको त्यो पोल्ने टोइलेट गर्दाखेरि पोल्ने भन्छ नि अरूले
अनि त्यो पेट पोल्ने त्यस्तो अहिलेसम्म महसुसै छैन। दर्शकबिन हामीले यहाँसँग कुरा गरिसकेका छौँ प्रवीणजीको बारेमा। कति धेरै उहाँले अहिलेसम्म 1 केजीसम्म खुर्सानी खाएको छु तर मेरो स्वास्थ्यमा त्यस्तो केही पनि असर परेको छैन भन्नुभएको छ। हामीहरू हजुरलाई पनि उहाँले खाएको खुर्सानीको भिडियो देखाउनेछौँ। साथसाथै उहाँको अहिले उहाँले गरिरहनु भएको काम धेरै हार्डवर्किङ छ मेरो काम भन्नुभएको छ। साथसाथै उहाँले पढाइ पनि बिचमा छोडेँ मैले भन्नुभएको छ। त्यो विषयमा पनि थोरै कुराकानी उठाउने नै छौँ। हजुरले पढाइ कतिसम्म गर्नुभयो? मैले धेरै पढाइ छैन, 6-7 सम्म। त्यहाँबाट किन नपढ्नु भएको? अलिकति गरिबीको कमजोरले गर्दाखेरि। गरिबी भएर, आर्थिक अवस्था कमजोर भएर हो? हजुर। कति 7 सम्म पढेर छोड्नुभयो? 7 सम्म पढेर छोडेको। अहिले के गर्नुहुन्छ काम? म अलिअलि काम गर्छु, ज्यामी काम। ज्यामी काम गर्नुहुन्छ? ज्यामी काम गर्नु गाह्रो छैन? गाह्रो त भइहाल्छ नि। कति वर्षदेखि काम थाल्नुभएको? मैले काम गरेको चाहिँ 16 वर्षदेखि हो। 16 वर्षदेखि काम गरेर उहाँले अहिले पढाइ पनि बिचमा छोड्नु भएको छ। उहाँले यो खुर्सानी खाने होइन व्यक्तिको नाममा जति पनि पिरो खुर्सानी खान सक्छु, जति पनि क्वान्टिटीमा खान सक्छु म अहिलेसम्म। कति प्रोग्रामहरू त मेरो यो खुर्सानी खाएर केही असर पर्ला कि केही होला कि भनेर उसलाई अप्ठ्यारो पर्ला कि भनेर प्रोग्राम क्यान्सल गरेको पनि प्रवीणजी किस्सा छ होइन त तपाईँसँग? सुनाउनुहोस् त्यो किस्सा के हो खासमा? यस्तो कुनै ठाउँमा चाहिँ कस्तो भयो भने अब त्यो कन्फर्म भइसक्यो, यति गादै आउनु, यति सबै कुरो कन्फर्म भइसक्यो। पछि बिचमा के हुन्छ भने त्यहाँ समितिहरू पछि सल्लाह गरेरै अनि तलमाथि भयो, अब केही भयो भने हामीलाई अप्ठ्यारो पर्छ भनेर उहाँहरूले क्यान्सल गर्नुभयो। पर्दैन, म अब कागज गरेर म आफै गएर आफै जिम्मा बसेर कोही व्यक्ति मेरो आफन्त राखेर म एउटा कागज बनाउँछु, म बस्छु भन्दा नि क्यान्सल गरेर मान्नु भन्यो उहाँहरूले। भनेपछि उहाँहरूलाई पनि तपाईँको चिन्ता भयो, तपाईँको स्वास्थ्यको चिन्ता भयो। भोलि त्यो खुर्सानी खाएर तपाईँले भनिरहँदा पनि अहिले अब धेरै कुराहरू फेक आएको भएर तपाईँले त्यो गर्दा पनि तपाईँको स्वास्थ्यमा केही ह्याम्पर पर्छ कि भन्ने त्यो चिन्ता भएको छ। साथसाथै हजुरहरूलाई म यो खुर्सानी खाएको भिडियो पनि देखाउने नै छु। उहाँको यो कत्तिको खुर्सानी हामीसँग चाहिँ अगोबरे खुर्सानी छ, त्यो अगोबरे खुर्सानी उहाँको हामी भिडियोमा पनि देखाउनेछौँ है त। प्रवीणजी गाह्रो हुन्छ भने खुर्सानी नखानुहोस् भनेर मैले उहाँलाई बारम्बार भनिरहेको छु। उहाँले भन्नुभएको छ मलाई खुर्सानीले केही पनि हुँदैन, भरोसा गर्नुहोस् मलाई खुर्सानीले केही पनि हुँदैन, ममा भएको ट्यालेन्ट यही हो। म खुर्सानी खाँदाखेरिको मलाई 1 केजी खुर्सानी खाँदा पनि कहिले गाह्रै भएको छैन भन्नुभएको छ। प्रवीणजी सुरु गरौँ? हुन्छ। ल खाएर हेर्नुहोस्। ओ माई गॉड। हामीसँग आज यो सानो प्लेटमा हामीले 1 प्लेट खुर्सानी ल्याएको छौँ, तैपनि एकदमै धेरै पिरो छ यो खुर्सानी। मलाई अहिलेसम्मको केसमा मैले पिरो भएकै देखेको छैन, मलाई त्यसको राग आइसक्यो। दर्शक पनि देख्न सक्नुहुन्छ हजुरले उहाँले यति मिठो गरेर दियो कि मिठो चिज जस्तो गुलियो चिज जस्तो गरी खाइरहनु भएको छ। तपाईँले एकदमै गाह्रो केही पनि भएको छैन होइन त? त्यस्तो केही भएको छैन। मलाई यहाँ गाह्रो भएर म आफैलाई गाह्रो भइसकेको छ। यो आँखा पनि दल्छु म। होइन नोइ आँखामा नहाल्नुहोस्, तपाईँलाई प्रब्लम हुन्छ। त्यस्तो के हुँदैन। उहाँले भनिरहनु भएको छ म आँखामा पनि लाउँछु, मेरो फेसमा लाउँदा पनि केही पनि हुँदैन, मलाई केही पनि हुँदैन, भरोसा त गर्नु भनिरहनु भएको छ। तर मलाई त्यो रिस्की, एकदम धेरै रिस्की लागिरहेको छ। फेरि पनि उहाँसँग भएको ट्यालेन्ट चाहिँ यही हो कि म यो पुरा फेसमा लगाएर देखाउँछु, मलाई केही पनि हुँदैन भन्नुभएको छ। मजाले बच्चाले चक्लेट खाएको भन्दा पनि धेरै इजिली उहाँले खुर्सानी यति धेरै खाइसक्नु भयो। ल हजुरको अब बाँकी त्यति खुर्सानी आधी सकाएर पनि उहाँले अझ पनि चपाइरहनु भएको छ। एकदम उहाँलाई अहिलेसम्म हामीले त्यति खुर्सानी खाएको भए हामी पिरो रातो भएर हाम्रो हालत एकदम खराब हुन्थ्यो, तर उहाँमा त्यस्तो केही पनि भएको देखिएको छैन। साथै उहाँले अब म यो लगाएर पनि देखाउँछु हजुर। ल अहिले अगाडि सर्नुहोस्, ल देखाउनुहोस् हजुरले। ओ माई गड सेट, ओहो हो के भएको छ त? अर्को पनि चपाएर खाएर दिउँ, यो सबै चपाएर आँखामा दल्दै दिउँ है। हजुरले देख्न सक्नुहुन्छ यो खुर्सानी यति धेरै पिरो छ कि अगोबरै खुर्सानी हो। उहाँले पुरै फेसमा पनि लगाइसक्नु भएको छ। उहाँसँग बस्दाखेरि मेरो हालत खराब भइसक्यो। म पुरै पिरोले त्यो आवाजै ननिस्केला जस्तो पनि भइसकेको छ मलाई। तर उहाँमा भएको ट्यालेन्ट चाहिँ यही हो। उहाँले ओल्ड
ओल्ड रेकर्डमा आफ्नो सबैभन्दा धेरै पिरो खान सक्ने व्यक्तिमा नाम लेखाउन सक्ने उहाँको इच्छा छ भन्नुभएको छ। हजुरलाई अहिले गाह्रो अप्ठ्यारो के फेसमा पनि पोलेको छैन? हाम्रो त रियाक्सनै हुन्छ कि जस्तो कि फेसमा अलिकति पिरो खाँदाखेरि पुरै रातो पिरो हुने हाम्रो कस्तो बानी हुन्छ, उहाँलाई अहिलेसम्म फेसमा पनि त्यस्तो केही चेन्ज देखाएको छैन। म यहाँ बस्दा मलाई एकदमै धेरै गाह्रो भइरहेको छ। म चाहिँ यहाँबाट उठेँ। उहाँमा भएको ट्यालेन्ट, उहाँले पुरै यति मिठोसँग खाइरहनु भएको छ कि खुर्सानी, त्यो खुर्सानी होइन, त्यो एकदमै मिठो चक्लेट जसरी खाइरहनु भएको छ। त्यो देखेर म एकदम सक भएको छु आज चाहिँ विशेष गरी। ओ माई गड। ल हेर्न सक्नुहुन्छ हजुरहरूले, यो अकबरे खुर्सानी हो। हामीले यसलाई एउटा खान सक्दैनौँ भने उहाँले यति धेरै खुर्सानी खाएर पनि लगाएर पनि देखाइसक्नु भएको छ। प्रवीणजी, तपाईँको अबको इच्छा भनेको यो तपाईँको भएको ट्यालेन्टलाई कसरी प्रस्तुत गर्ने, अनि हाम्रो नेपालमा चाहिँ तपाईँको के यो ट्यालेन्टको कसरी अगाडि बढोस् भन्ने तपाईँको इच्छा छ? यो मलाई यो सहीसँग यो हाम्रो नेपाल सरकारको ध्यान जाओस् यो मेरो कलाप्रति। अनि म वर्ल्ड रेकर्ड राख्न चाहन्छु अनि विश्व सामु देखाउन चाहन्छु मेरो यो भएको एउटा ट्यालेन्टलाई। तपाईँ ठिक हुनुहुन्छ है? तपाईँलाई पानीको जरुरत छ? पर्दैन है। नर्मल भनेपछि अरूले साग खाएको जसरी खानु भएको छ होइन त तपाईँले खुर्सानी पनि? साग मानौ न एउटा अङ्गुर जसरी खानु भएको छ है। प्रवीण स्याङ्बो तामाङजी हामीसँग हुनुहुन्छ। उहाँले हामीसँग 1 प्लेट खुर्सानी खाइसक्नु भएको छ। त्यो खुर्सानी हामीले हाम्रो सरलाई चखाउँदाखेरि यति पिरो छ भनेर उहाँ 1 राउन्ड बाहिर हानेर पनि आइसक्नु भयो। त्यति पिरो खुर्सानी खानु भएको छ। यो प्रवीणजी, हजुरले चाहिँ यो हजुरमा जो ट्यालेन्ट छ यो कुनै केमिकल लाएर यो खुर्सानीले चाहिँ नछुने केही केमिकलहरू त लाउनु भएको छैन? त्यस्तो म केमिकलहरू प्रयोग गर्दैन। त्यस्तो म केमिकलहरू अनि त्यस्तो कतिले जादु होला तुनमुना होला भन्छ, म त्यो जादु तुनमुनाको कुराहरूमा विश्वास पनि गर्दैन। के यो सानो उमेरमै जादु टुनामुना सिकेर चाहिँ यो के अरे नपोल्ने के हुने गर्छन् भन्छन् मान्छेले, त्यस्तो सिक्नु त भएन नि? मैले सिकेको पनि छैन। म त्यस्तो जादु तुना त्यो दामी झाँक्रीहरू कुराहरूमा म विश्वास राख्दिनँ। विश्वास पनि गर्नुहुन्न? यो मेरो रेल हो क्या, यो गड गिफ्ट हो। गड गिफ्ट हो, तपाईँलाई दिनु नै भएको हो। तपाईँले 7 वर्षमा चाहिँ चिन्नुभयो है त्यो गड गिफ्टलाई? 7 वर्षदेखि मलाई अनुभव भयो कि पिरो नहुने रहेछ भनेर। तपाईँलाई त्यो अरू चाहिँ कुन चिजले पिरो हुन्छ? मरिचहरू जस्तो लसुन प्याजमा पनि त पिरो हुन्छ होइन? तिनीहरू चाहिँ पिरो हुन्छ कि हुँदैन? मलाई त्यो पिरो हुन्छ। मलाई पिरो नहुने भनेको एउटा खोर्सानी मात्र हो। खोर्सानी बाहेक अरू चिजहरू लसुन प्याज लवङहरू अदुवाहरू अरू सबैले पिरो हुन्छ। तर त्यो खुर्सानीको लागि मात्रै अलग्गै है, खुर्सानी मात्र नहुने तर अरू चिजहरू पनि त ल्वाङहरू पनि त तकरिबन यो मरिचहरू त खुर्सानी जस्तै पिरो हुन्छ नि, तर त्यो चाहिँ थाहा हुन्छ, खुर्सानीको मात्र थाहा नहुने होइन? त्योहरूको चाहिँ अलि फिलिङ्स हुन्छ, तर खुर्सानीको चाहिँ फिलिङ्स चाहिँ थाहा छैन। खुर्सानी कस्तो हुन्छ भने केही अनुभवै छैन? अहिलेसम्म अनुभवै छैन। त्यो बच्चैदेखि रहेछ तपाईँले तर थाहा नपाउनु भएको होइन त? बच्चैदेखि रहेछ। मैले अब 7 वर्षदेखि अलिकति अनुभव भएर आयो नि त, त्यहाँदेखि थाहा भएको। दर्शक पनि मैले उहाँलाई खुर्सानी खाँदा साँच्ची नै उहाँको ट्यालेन्टै हो कि उहाँको के हो भनेर हेर्दाखेरि उहाँले 1 प्लेट खुर्सानी खाइसक्दा पनि उहाँको हाम्रो भए अब एउटा खुर्सानीमै पुरै फेस रातो हुने, आँसु आउने धेरै चिजहरू हुन्छ, तर उहाँलाई चाहिँ 1 प्लेट खुर्सानी खाँदा पनि केही रियाक्सन छैन। त्यसपछि थाहा भयो मलाई उहाँलाई गड गिफ्ट नै मिलेको हो। उहाँको सपना भनेको ओल्ड रेकर्डमा आफ्नो नाम लेखाउने, खुर्सानी खाने नेपालको एउटा व्यक्ति भनेर ओल्ड रेकर्डमा नाम लेखाउने मन छ। उहाँले धेरै ठाउँको खुर्सानीहरू खाइसक्नु भएको छ। साथसाथै हामीले पनि हजुरहरूलाई देखायौँ अघि, 1 प्लेट खुर्सानी खाइसक्नु भएको थियो, पुरै फेसमा लगाउनु भयो तर केही रियाक्सन छैन। हामीसँग अर्को सर पनि हुनुहुन्छ, विशाल सरले चाहिँ यहाँ खास गरी उहाँलाई चाहिँ यत्रो खुर्सानी खाँदा पनि पिरो नहुने त अचम्म लाग्यो त, साँच्ची नै खुर्सानी पिरो छैन कि भनेर हामीले नि डाउट गरेर विशाल सरलाई चाहिँ हामीले एउटा खुर्सानी खान दिएको छ। विशाल सर हेर्नुहोस् त, यो साँच्ची नै खुर्सानी पिरो नभएर उहाँले चाहिँ यति धेरै खुर्सानी खान सक्नु भएको त। ल तपाईँ हेर्नुहोस् त एउटा खुर्सानी खाइदिनुहोस् कस्तो रहेछ। उहाँले पिरो भएन क्यारे उहाँलाई होइन, हजुरलाई पिरो हुन्छ कि हुँदैन टेस्ट गर्नुहोस् त। कस्तो छ खुर्सानी, पिरो छैन? हेर्न हजुरहरूले देख्न सक्नुहुन्छ उहाँलाई एकदमै पिरो भएर उहाँ बाथरुम गइसक्नु भएको छ। यति धेरै पिरो छ खुर्सानी, तर उहाँको ट्यालेन्ट चाहिँ यति छ कि उहाँले 1 प्लेट खुर्सानी खानुभएको छ। हजुरहरूलाई म देखाइरहेको छु यो खुर्सानी उहाँले सबै सकाउनु भएको, चपाएर फेसमा लगाएर पनि उहाँले यति धेरै खुर्सानी खानुभएको छ। तर यो खुर्सानी यति धेरै पिरो छ कि अकबरे खुर्सानी, उहाँमा त्यस्तो ट्यालेन्ट छ। कतिको पिरो छ ल भनिदिनुहोस् त सारा दर्शकहरूलाई। तपाईँ एकदम पिरो। उहाँले कसरी खान सक्नु होला यति धेरै खुर्सानी? अब यो चाहिँ उहाँको एकदम ट्यालेन्टले गर्दाखेरि, उहाँलाई भगवानले दिनुभएको गड गिफ्टले गर्दाखेरि हजुर उहाँले यति धेरै खुर्सानी खान्छ। धेरै पिरो छ।
धन्यवाद प्रवीणजी, तपाईँको यो ट्यालेन्टलाई कदर गर्दै हामी फेरि पनि हजुरहरूसँग भेट्ने बाचाको साथ हामी छुट्टिन्छौँ। यो तपाईँको जुन गिनिज बुकमा नाम लेख्ने सपना छ छिट्टै पुरा होस्। पुरा होस्। अब त्यही हो, जतिजना हेरेर हुनुहुन्छ अब मन्त्रीहरू ठुल्ठुलो संस्थाको पदहरूले चाँडैभन्दा चाँडै अब नाम लेखाउनलाई अब तपाईँहरूले सहायता गर्नु पऱ्यो। जस्तो खुर्सानी आए पनि जहाँबाट आए पनि त्यो खाने जिम्मा मेरो भयो भन्नुभएको छ होइन तपाईँले? जुनसुकै अब देश विश्वकै अब कुना कब्जाको खोर्सानी भयो नि, खोर्सानी बाहेक अरू चिज चाहिँ पिरो हुन्छ, तर खोर्सानी चाहिँ पिरो हुँदैन। म खोर्सानी मात्र खान्छु, अरू चिज चाहिँ खाँदैन। हस् धेरै धेरै धन्यवाद।